वेलकम गाइज। आज हामी चाहिँ हिमालको यात्रामा छौँ र बाइकको यात्रा छ। मसँगै आज भाइ विशाल पनि छन्। विशाल भाइ बाइकको लागि छ। हामी चाहिँ पुरा दिल्ली हाइवे राजमार्गमा छौँ। धेरैजनाको हल्ला छ यो दिल्ली हाइवे राजमार्ग चाहिँ बन्द छ भन्ने कुरा छ, तर हामी चाहिँ बिपी हाइवेको बन्द भएको रोडबाट अलिक अगाडि नैबाट तिमालतर्फ लाग्नेछौँ। त्यस कारण पनि हामीलाई त्यति टेन्सन छैन। र अहिलेसम्मको रोड चाहिँ एकदमै राम्रो भइरहेको छ। अहिलेसम्मको रोड चाहिँ एकदम दामी छ। हेर्नुहोस् गाइडहरू, यस्तो भवाल छ। बिपी हाइवे काठमाडौँदेखि 180 किलोमिटर अत्यन्तै राम्रो रोड रहेको छ। यो रोडको रोचकको कुरा चाहिँ दुईतिर यति ठुल्ठुलो पहाड छ है, धेरै ठुल्ठुलो पहाडको बिचमा होइन भाइ रोड देखिन्छ। यो चाहिँ एकदम रोचक कुरा। सम्भवतः यो विशाल भाइको र मेरो यात्रा पहिलोचोटि होला नि भाइ? पहिलोचोटि हो दाइ, एकदम यसरी बाइकको यात्रा पहिलोचोटि हजुर हाम्रो पहिलोचोटि हो। आजको राइडर विशाल भाइ। यो पिचको भयो होइन बोलाउ केही। ठिक छ ल, एकदम राम्रो भइरहेछ। हामी चाहिँ यो पिच बाटोबाट अब हामी यहाँ चौकी डाँडा भन्ने ठाउँ आइपुग्न आँटिरहेछौँ। चौकी डाँडादेखि चाहिँ अब खोलाको बाटोहरू चाहिँ छ। अब राम्रै भइरहेछ। त्यो सबैजना हिँड्ने मान्छेहरू राम्रोसँग हिँडिदिनु होला भन्न चाहन्छु। बाटो अलिकति अप्ठ्यारो छ, बर्खाको बेला आउन आइरहेछ। सबैजना याद गरिदिनु होला यात्रामा भन्न चाहन्छु है हजुर। भाइले बोलेको छ है। हामी यहाँ क्रोसर पनि देख्न सक्छौँ। क्रोसर हो। हामी दाप्चा प्रवेश गऱ्यौँ। त्यो दाप्चाको पुल हो। पहिरोहरू आइरहेको छ। अलिअलि पहिरोहरू देख्न सक्छ होइन भाइ? अस्तिको पानीमा होला पहिरो है, जाँदैछ है। त्यो पानीमा घर त एउटा यहाँ बिचसम्म लगेर राखिरहेको छ। यहाँबाट सुरु भएको छ। अलिकति पुल बनाउने तयारी पनि भइरहेको छ। घर त उतै खोलामा थियो, अहिले यो दुइटै पहाड बिच आइदियो भने के गर्दैन भाइ? नो वे चान्सै छैन। यति ठुल्ठुलो पहाड छ। नेपालको प्राकृति भनेको यही हो। पहाडको बिचमा पहाड यता पहाड। सुन्दरता